हेलो एन्ड नमस्ते साथीहरू। आज चाहिँ म हाम्रो आइते दाईको इन्टरभ्यू लिनको लागि चाहिँ यहाँ गलैँचा कारखानामा आएको छु। हजुरहरूले भिडियो अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु होला है त। एक्सक्युज मी, हजुरको हजुरको समाउन समाउन हजुरको नाम भन्नु होला। मेरो नाम आइते सिंह तामाङ। ए ए अनि तपाईँको घर मेरो घर चपुर। चपुर। ए ए अनि फ्यामिली कतिजना हुनुहुन्छ? अहिले चाहिँ छोरा र म छ। अँ, अरू घरतिर छ, कुनै विदेश बुढी चाहिँ विदेशमा छ। ए ए अनि छोरा पढ्दै हुनुहुन्छ कि कति वर्ष भयो छोराले? छोरा 3 वर्ष हुन लाग्यो। अब ए यो ए यसपालि हाल्ने, अब वैशाख त आइसक्यो। अँ, 4 गते हाल्ने, 4 गते। 4 गतेबाट छोरालाई स्कुलमा भर्ना गर्ने। ए ए ठिक छ। अनि अब यसरी काम गरिरहनु भएको रहेछ, मैले हजुरलाई डिस्टर्ब गरेँ है। अनि कस्तो भइरहेछ हजुरको काम? कमाइ कतिको हुन्छ यो कामबाट? काम भइरहेछ, खाना लाउन पुग्छ। ए ए ठिकै हो। अब नेपालमा खासै रोजगारी पनि छैन है। अब सबै नेपाली युवाहरू भटाभट विदेशमा मात्रै धाइरहेछ। अब यस्तै हो होइन। अनि श्रीमतीको कतिको माया लाग्छ, कतिको कलमा बोल्नुहुन्छ? माया एकदम लाग्छ, कलमा हजुर बोल्छ। हजुर। ए ए हजुरले टाइम दिनुभयो होइन। अहिलेको लागि चाहिँ यति नै। अब बाँकी भिडियो पछि आउनेछ। साथीहरू सबैजना मिलेर मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला है त।